साइकल खेल्न लाखान दोस्त ल है त मयूर नेपालको एकदम ठुलो अब चाहिँ हामीले चाइनिजहरू ल्याएका छौँ अब यसमा केही पर्छ कि नै ल पर्छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल स्वागत छ मेरो नयाँ भ्लगमा र हजुरहरूले चाहिँ मेरो भ्लगलाई मिस गर्नुभएको होला मैले चाहिँ 6 महिनापछि भ्लग स्टार्ट गर्दैछु एक्जाम चलिरहेको थियो मेरो चाहिँ पढ्नतिर व्यस्त भएँ त्यस कारण चाहिँ मैले भ्लग स्टार्ट गर्न पनि केही गर्न चाहेन बिचमा चाहिँ कहिले कहिले स्टोरी राख्थेँ कहिले कहिले सर्ट राख्थेँ हजुरहरूले हेर्नुहुन्थ्यो होला थाहा भएन त अहिले चाहिँ छुट्टी रहेको छ 12 को छुट्टी भएको छ त्यस कारण चाहिँ आजदेखि मैले भ्लग स्टार्ट गर्दैछु साथीहरू मेरो भ्लगलाई चाहिँ हजुरहरूले नबिराइकन हेरिदिनु होला सपोर्ट गर्नु होला र आज चाहिँ हामीहरू जाँदैछौँ तिलोत्तमाको पार्क एकछिनमा मैले खाना खाएपछि जान्छु अब चाहिँ म एकछिनमा निस्किन्छु है त साथीहरू बाई बाई A few moments later ल है त गाइस म चाहिँ अब रेडी भइसकेको छु म चाहिँ लगाइसकेँ म चाहिँ अब हेलमेट लगाएँ अब चाहिँ म स्कुटर निकाल्दै हो है स्कुटर निकालेर अब साथीसँग बाइक यतातिर छ मेरो अब स्कुटर चाहिँ यतातिर छ स्कुटर स्टार्ट गरेर म चाहिँ अब साथीको घरतिर जान्छु त्यसपछि चाहिँ आधा घन्टा डिस्टर्ब हुन्छ अहिले चाहिँ 11:42 भएको भए चाहिँ मैले स्टार्ट गरेर साथीको रुममा जान्छु साथीहरू ल फाइनली गाइस म चाहिँ अब घरदेखि निस्किसकेको छु अब चाहिँ म निस्किसकेँ अब चाहिँ डाइरेक्ट साथीको रुममा भेटिन्छ साथीहरू है त गाइस म चाहिँ गइसकेँ साथीहरू गर्मी चाहिँ एकदम रहेछ है एक्लै छु म चाहिँ अहिले म चाहिँ एकदम गर्मी रहेछ अहिले बिहान चाहिँ अहिले 11:43 भएको छ त्यही भएर एकदम गर्मी छ त्यही गाइस म चाहिँ बसन्तको घरमा आइसकेको छु र बसन्त र अमृत चाहिँ तयार भएर बसेको रहेछन् मैले चाहिँ अब यिनीहरूलाई लिएर जान्छु साथीहरू है त गाइस अब चाहिँ डाइरेक्ट उयो गरेर भेटौँ ल अब जाने कहाँ थाहा छैन कहाँ जाने बाबुहरू हामी तिलोत्तमा पार्क ल गाइस हामी चाहिँ अब तिलोत्तमा पार्क हिँडिसकेको हो ल है त गाइस हामी चाहिँ देब्रे हिँडेको अब यो के हो मधुवन टोल है चाहिँ ल साथीहरू मधुवन टोलदेखि हामी चाहिँ छिरेको हजुरले जानु मन लाग्यो पर तिलोत्तमा पार्क जाने भयो पर मधुवन टोलदेखि है साथीहरू तिलोत्तमा 10 मा आइहाल्ने चाहिँ कति बेर लाउँछ भन त बसन्त अब चाहिँ हामी साथीहरू 5 मिनटमा पुग्छौँ अब है साथीहरू ल ए ढिलो ठुलो बाटो रहेछ ल तिलोत्तमा सामुदायिक पार्क आयो है ल साथीहरू कस्तो भित्रबाट हामी आजसम्म गएन म फर्स्ट टाइम हो क्रिकेट स्टेडियम अरे ल है त गाइस हामी चाहिँ घाममा आएका छौँ यस्तो इटा सिटा बा इटा धन्दा के केटाहरू रहेछन् हामी चाहिँ फाइनली भेट्यौँ हामी भेट्छौँ ल गाइस हामी चाहिँ फाइनली हामी चाहिँ तिलोत्तमा पार्क पुगिसकेका छौँ हामी चाहिँ देख्न सक्नुहुन्छ हामी यतिजना छौँ बसन्त म अमृत आएका छौँ अब चाहिँ हामी भित्र प्रवेश लाग्यो साथीहरू ल टिकट चाहिँ लाउने हिँड्छ होला साथीहरू हामी चाहिँ सिधै हिँड्ने भित्रबाट ल है त गाइस तिलोत्तमा ब्याडमिन्टन खेला भयो अरे ब्याडमिन्टन खेल्न जाने कि साथीहरू हामी गइन्न यता सबैको फोटो आउँछ कि अब चाहिँ हामी भित्र घुम्ने यस्तो घाममा मान्छेले अरू छाता ओढेर आएका छन् हामी चाहिँ घाममा कस्तले घाममा टन्टालापुर घाममा टन्टापुर अरे फेरि पागल भएको हुन्छ क्या ल है त गाइस ब्याडमिन्टन कक ल कक उठाएर लाने कि तिमीहरूले म जत्रै है कस्तो म भन्दा ठुलो रहेछ आज अरे कहना क्या चाहते हो त्यही अब हामी के खेल्ने गेम खेल्ने कि के खेल्ने अब हामी ब्याडमिन्टन खेल्ने हो नि केही रहन्छ हुन त केही रहन्छ त्यहाँ पनि शीतल माछा मल्ले एकदम गर्मी भएको छ अब यहाँ आहा हजुरलाई कस्तो लागेको छ यहाँ आउँदा आज म त 2-3 चोटि आइसकेको म चाहिँ अहिलेसम्म आएको छैन तर होइन आज हामी अमृत र म चाहिँ फर्स्ट टाइम आएको है यिनी चाहिँ दिनदिनै गरेर नजिक छ साथीहरू है त्यही हो अगा 3 चोटि आउनु भयो त्यही हो दिनदिनै ओके हामी मात्र फर्स्ट टाइम आएको छ ल यस्तो एकदम राम्रो रहेछ यतातिर यताको माहौल एकदम बवाल रहेको छ जहाँ त्यही छिरेको रहेछ क्या गाली गर्छ नि मैले बसी आएर हामीलाई नि गाली गर्छ नि है त गाई अब चाहिँ हामी के खेल्ने ल तिमी यो खेल म हेरिदिन्छु ल है त गाइज ल अर्कालाई साइकल खेलिरहेको साइकलिङ हो क्या यसको नाम
चाहिँ बच्चाको याद आइरहेको छ एकदम रमाइलो छैन आज साइकल खेल्न लाखान दोस्तलाई आउन त आउँदो रहेन बाइक चलाउन आए पनि साइकल चलाउन त आउँदो रहेन जतिका यो गर अरे कहना क्या चाहते हो आज त च्यालेन्ज लिएर आएको छु बिपिङको लागि यदि 10 चोटि गर्नु हो भने मैले एकचोटि गरेको 10 रुपियाँ दिँदैछु तपाईँले कतिचोटि गर्न सक्नुहुन्छ ल मैले त 50 सक्छु 50 ल एकचोटि गरेको तपाईँले पाउनुहुन्छ 10 रुपियाँ ल ढुक्क पाउनुहुन्छ साथी पनि ल ल ल हेर्नु गाइज ल यिनले गर्दैछ 1 2 3 4 5 6 7 ल यिनी चाहिँ हार खाइसकेका सकेनन् यिनी चाहिँ होइन यिनी चाहिँ ढ्याचु भइसकेका छन् यिनी सकेनन् ल अब हाम्रो बसन्तजी कतिचोटि तपाईँलाई एक्सेप्ट छ च्यालेन्ज एकदम ल सुरु गर्नु 1 2 3 4 5 यिनी चाहिँ 5 मै खाइसक्यो ल अब मेरो पाली है ल अब चाहिँ हजुरको भाइ ल म चाहिँ ल है त सक्यो भने ल 1 2 एकदम गाह्रो छ 3 सक्दैन दिनदिन गर्ने बानी लाग्यो आश्रममा गुरुकुला गर्ने बानी लाग्यो दिनदिन यस्तो ल त गाई सकिनले तेरो आहा आहा 10 फाइनली गाइस मैले 100 रुपैयाँ कमाइसकेको छु यो म गर्दिन यहाँ आइन्छ कि मयूर पार्क भन्ने बल्ल बनाउने थिएँ अहिले ठ्याक्क गरेर बना ल है त गाइज हामी चाहिँ मयूर पार्क पुगिसकेका छौँ देख्न सक्नुहुन्छ अरे सहकारीले बनाइदिएको है चाहिँ नवीन पार्क के अरे मयूर पार्क नवीन पार्क भन्न कस्तो दुःख गोबो गाइजले गोबो नवीनसँग गोबो हामी चाहिँ त्यसरी गयो मयूर पार्कमा है एकदम छ एकदम रमाइलो छ आजको मौसम त एकदम बवाल हेर बादल यस्तो बादल एकदम बवाल देखिन्छ साथीहरू हाम्रो यो ल है त मयूर नेपालको एकदम ठुलो राष्ट्रिय डाँफे बाबु राष्ट्रिय डाबे भयो चरा भन्छ अर्काले फेरि मयूर भन्छ ये बड़ी अच्छी बात कही आप ल है त गाइज हामी चाहिँ एकदम रमाइलो भएको छ आज चाहिँ पसिना यस्तो काटिदियो साथीहरू हेर्नु यो यहाँको कटिङ चाहिँ एकदम बवाल काटेको रहेछ कि कोल काटेको है उसलाई चाहिँ 21 टपको सलामी यो चाहिँ कसले काटेको होइन यो क्या यसको नाम विपिनले काटेको हे रहा नहीं जाता तड़प ही ऐसी है ना के भन्छ एकदम बवाल छ साथीहरू काटेको चाहिँ यतातिर केही छैन कि त्यसै हिँडेको रहेछ कि उता त्यसै फाल्टुमा ल है त गाइज हामी मन्दिरतिर हिँड्नु आएको है मन्दिरतिर कहाँ रे कालिका मन्दिर रहेछ क्या गोबो बाबरे बाप साथीहरू यता गोप्नी रहेछ क्या एकदम यहाँ नछुने कसैले पनि के यो हजुरले चिने पार कमेन्ट गर्नुहोस् साथीहरू हामी चाहिँ बुट्टाको छेउमा आएर बस्नु गऱ्यौँ भयो एकदम है त नास्ता के खाने हो कि भोक लागेको कसम चटपटे बनाएर साथीहरू खानुपर्छ जस्तो है तर आज चाहिँ एकदम मौसम चाहिँ एकदम बवाल छ हेर्नु त फुल शिवजीलाई फुल चढाएको ओम न शिव ल है त गाइज ल है त हेर्नु सक्नुहुन्छ है आजको भ्यू एकदम बवाल छ भ्यू चाहिँ हामीले चाहिँ नास्ता खाने स्पट भेटाएका छौँ ट्रेन पिकनिक खाएको रहेछ साथीहरू हामी चाहिँ अब यहाँ बिचमा बसेर यस्तो शीतल यस्तो घाममा डुलेर यस्तो भएछौँ पसिना काट्दैछौँ अब चाहिँ यहाँ बसेर मस्तले पार्टी खाने साथीहरू ल है त ल गाइज ल अब चाहिँ शीतल हुन्छ ल गाइज सक्नुहुन्छ अब चाहिँ हाम्रो पावरफुल दिन्छ है ल भन्नुहोस् त के हो 2 PM चाहिँ एउटा ल है त गाइज ल एक टेकिले छ त ल गर्मी चिसो खान एकदम रमाइलो हुन्छ है रियल नचाइ ल है त गाइज ल देऊ न यहाँ रियल चाहिँ नचाइ ल यो चाहिँ तिम्रो भाउ ल फेरि हाल त गर्मी एकदम बवाल हुन्छ साथीहरू यस्तो चिसो खान स्प्राइटको प्रचार हुने भयो यार भाइरल हुने भयो ल यो खाऊ म बल्ल रानिदिन्छु नि ल गाइज मैले खाएँ हाम्रो स्पेलेटसँग चाहिँ नास्ता खाने यहाँ है नपुग्दै मेरो फेरि भाग ल त गाइज मैले खाएँ अब 2 PM है
एकदम पिरो छ क्या क्या बल्ल चिसो ल गाइज यो पिरोसँग अर्को त चिसो बबल आज पिरो भइछ मिठो नै पिरो मात्र रहेछ गाइस नाइले कस्तो भयो बबल रमाइलो भयो कि नि आज यहाँ आउँदा रमाइलो भयो कि नि साथी पल्लो न नाक जाए हो आर्दै गाइज त एकदम पिरो भइछ खान नसक्ने रहेछ यो त किन हास यतिको छ क्या रमाइलो है 2 PM त अझै मिठो रहेछ नभएको मलाई भिडियो आवाज राख्ने हिँड्ने क्या खाएको राख्ने खाने हो ल एकै झाडा खामेर अगाडि यार हेर्नु दिन्न दिन्न अब चाहिँ हामीले चाइनिज रोल ल्याएका छौँ अब यसमा केही पर्छ कि नै ल पैसा पर्छ भन्दा थिएँ बिचमा परे मात्र अरू त थाहा भएन अहिले हो र त सबै निकाल झ्याममा निकाल सबै तलैसम्म कुरा हेर है त गाई अब के पर्छ कसै अरूकोमा पैसा पर्छ भने परेन अब मेरो है होइन यहाँ चित्रमा थियो के ए यसो होइन अर्को चित्रमा थियो ल त गाई मेरो हो अब चाहिँ मेरो पालो है मेरो त पटक्कै भएको चियर बिचैमा भएको चियर सबै त ल है नगराए बिचार यहाँ हेर मलाई त भाँचिहाल बिचैबाट बाँच्यो गाइज भाग्य कहाँ आउँथ्यो भक्तको ल ल ल गाई पर्छ कि नि 10 रुपियाँ निकाल्न पर पर बसन्तको हालै ल ल ल अहिले ल गाई अब यिन कहाँ पर्छ कि हेर भाग्य कसको रहेछ हाम्रो फाइनली पर्यो क्या फाइनली गाइज परेन 500 हो क्या ए तल काटी जा लगाइ हामीलाई चाहिँ लगाइ त गाई यसको हाम्रो केही परेन होइन अब हजुरहरूलाई पर्न सक्छ त्यस कारण चाहिँ यो किन्नु होला 10 रुपियाँको एउटा हो है त लागि हामीले चाहिँ खान थालेको यसलाई आयो भवाल छ मस्तले गुलियो चिसो खाने मिठो हुन्छ यसमा है ल त गाई फाइनली गाई अब चाहिँ हामी घुमेर भइसकेको छ हामी चाहिँ घुमेर भ्याएपछि चाहिँ अब हामी निस्किन थालेको हो ल मेरो भिडियोलाई चाहिँ हजुरले अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद छ र मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नु होला र यस्ता नयाँ खालको भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला है त साथीहरू बाई बाई भेटौँ न नयाँ भिडियोमा।